कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, गोमा ब्राह्मणी धागोको लरिया लिएर चन्द्रज्योति नगरको बरहीको घर पुगेर मेरो घरमा सप्तऋषि आएका छन्। यो धागोको पान देऊ, तिनलाई खान दिन्छु भनिन्। त्यति गोमाले भनेको सुनेर बरहीले उत्तर दियो, हे गोमा ब्रह्माण्डी, पान त कति पनि छैन, जो भएको हिजै बेचिसके, नपत्याए हेर भनेर पानको भाडा उगारेर देखायो। तब भाडा भरि पान भइरहेको देखि यो के अनर्थ भयो, आश्चर्य भयो भनी चिन्ता गरेर भन्यो, हे गोमा ब्राह्मणी, यस भाडाको पान हिजै बेचिसकेको थिएँ, आज कताबाट आयो? तपाईले मेरो घरमा सप्तऋषि आएका छन्, उनलाई हात जोडेर बसाइ सानो, उनलाई खाना दिने भन्दा यस्तो भएको हो कि भनी लाज मानी तपाईँ धन्य हुनुहुन्छ। त्यो धागो पनि दिनु पर्दैन, पान लगेर ऋषिहरूलाई खाना दिनुहोस् भनी आधा जति पान, ल्वाङ, सुपारी समेत दियो। र गोमा ब्राह्मणीले मनमा आनन्द मानी पान लिएर घर आउँदा सप्तऋषिहरू गइसकेछन्। अरू केही नभए पनि पानले ऋषिहरूको आतिथ्य गर्नेछु भनेको म पापिनीको हातको पान खानु पर्ला भनी गइसकेछन्। म धिक्कार रहेछु भनी विस्मात गरिन्। केही बेरपछि कुचो लिएर घर बढारो भनी पिरका उठाउँदा उनीहरूले छोडेर गएका 7वटा सुनका कौडी देखिन्। त्यो द्रव्य पाएपछि उनीहरूले बताए अनुसार पौष शुक्ल पूर्णिमादेखि हात खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एक भक्त रही एकचित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरेर रातो पर्ना साथ कथा सुन्ने, घरमा कोही नहुनाले आफ्ना खाट, चर्खा, उइटा, धनु आदि राखेर स्वस्थानी परमेश्वरको कथा भन्थिन्। त्यसो गर्दा चन्द्रज्योति नगरका गोठाला केटाकेटीहरूले सुनेर के हो भनी खरको भित्ता च्यातेर चियाउन लागे र बिछौना, उइटा, चर्खा, धनु सामुन्ने राखेर एक्लै बरबराइरहेकी गोमालाई देखेर, हे गोमा ब्राह्मणी, किन एक्लै कराएकी भनी सोधे। अनि गोमाले भनिन्, हे बालक हो, सप्तऋषिहरू आई स्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश दिएर गएका हुनाले सोही व्रत गरी स्वस्थानी परमेश्वरको कथा भनेकी हुँ, व्यर्थ कराएकी होइन। मलाई कुनै रोग पनि लागेको छैन, म बौलाएकी पनि छैन। सुन्ने कोही नहुनाले ओछ्यान, चर्खा, उइटा, धनुलाई सुनाएकी हुँ। यदि गोमाले भनेको सुनि गोठाला केटाकेटीहरूले दिउँसो आफूले खान लगेको अन्न पात छोडेर गए। सधैँ गोठाला गोमाले भनेको कथा सुन्दथे र जे सकेको लगिदिन्थे। त्यसो गर्दा स्वस्थानी परमेश्वरको कृपाले गोठाला केटाकेटीलाई घाँस खोज्न धेरै पर जानु परेन, नगिचै पाइन लाग्यो। गोमालाई पनि अन्न द्रव्य हुँदै गयो। त्यसो गर्दा गर्दै माघ शुक्ल पूर्णिमाको दिन आयो। सम्पूर्ण सामग्री तयार पारी एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गरिसकेर हातमा अर्घ पात्र लिई, हे स्वस्थानी परमेश्वरी, मलाई महादेवले भिक्षुक रूप भएर डम्मरुको शब्दले दिएको श्राप नाश गर। फेरि मेरो पुत्र नवराज र मलाई यस लोकमा सुख सम्पत्ति दिई परलोकमा सायुज्य मुक्ति प्रदान गर। हे जगदीश्वरी, आदि मध्य र अन्त्य भएकी सृष्टि स्थिति संहार स्वरूप भएकी यस्ती हे स्वस्थानी परमेश्वरी, हजुरलाई कोटि कोटि नमस्कार। यसरी महादेवको पनि स्तुति गरी अर्घ दिन र दण्डवत प्रणाम गरेर प्रसाद झिकी 78 सयमा 8 रोटी, 8 अटेचा, 8 बेली पुष्प, 8 पाना, 8 कुड्का सुपारी सगुन समेत यो मेरो पुत्र नवराजलाई भनी परसारिन्। 100 रोटी आफूले फलाहार गरिन् र रात्रिमा जागराम बसिन्। त्यही रातमा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले नवराज आइपुगेर बाहिरबाट हे माता भनेर डाके। गोमाले आफ्नो छोराको बोली चिनेर झट्ट उठी बाहिर आएर ढोका खोली भित्र लगिन्। अनि स्नेहपूर्वक सोधिन्, हे पुत्र, तेरा पिताको के खबर छ? अनि नवराजले भने, हे माता, भिक्षा माग्न गएका मेरा पिता गंगा तटमा नित्य पूजाको लागि वृक्षमा चढेर फलफुल टिप्न लाग्दा संयोगले रुखको हाँगा भाँची लडेर मरेछन्। मलाई त्यही बस्ने वृद्ध दम्पतिले भनेर रुखमुनि गएर हेरे, हाडखोड रहेछ। त्यो बटुली गंगामा प्रवाह गरे। अनि 10 गात्र र श्राद्ध आदि पनि गरेर घर आउन लाग्दा घरको दुःख सम्झेर त्यसै कसरी जाउँ भनी शहरमा गएर राजाको सेवा गरे। उनले केही
द्रव्य दिएर घर आइपुगे। यति से नवराजले भनेको सुन्नासाथ गोमा अधैर्य भई निर्विवेकी विधताले 7 वर्षकी हुँदा 70 वर्षको बुढोसित विवाह गरायो। उही बुढो पनि मेरो यस्तो यौनको बखतमा खोसेर लगिदियो। हे स्वामी, भिक्षा माग्न गएका तिमीले मलाई अनाथ तुलाई एक्लै छाडी कता गयौ? हे नाथ, तिमी जहाँ गयौ मलाई पनि उही लैजाऊ। तिमी बिना म कसरी यो जीवन कसरी राखौँ भन्दै मूर्छा परेर भूमिमा ढलिन्। पछि चेता आयो र अनेक प्रकारले शोक गर्न लागिन्। अनि नवराजले भने, हे माता, अब शोक नगर्नुहोस्, यो अनित्य संसारको नियम नै यही छ। जन्मेपछि नमर्ने को छ? एक दिन सबैले मर्नु पर्दछ। अत अब तपाईँले मेरो मुख हेर्नु पर्दछ। तपाईँकी बुहारी कहाँ छ? यतिका दिनसम्म तपाईँहरू कसरी बस्नुभयो? खान पिन कष्ट भयो होला। फेरि तपाईँ यस बेलासम्म नसुतेर के गर्दै हुनुहुन्छ? अनेक पुष्प र धूप चन्दनको सुगन्ध आइरहेछ। हे पुण्य कार्य गर्नुभयो? आज्ञा होस्। यदि नवराजले भनेको सुनि गोमाले धैर्य धारण गरेर भनिन्, हे नवराज, थाकेर आएको भोक लागे होला, पहिले खानेकुरा खाऊ। अनि खाऊ भनी खान दिइन्। खाइसकेपछि, हे पुत्र, तेरो स्त्री चन्द्रावती माइत गएकी छ। तपाईँका छोरा आएपछि डाक्न पठाउनु भनेकी थिए। ममा तलाई सम्झेर दुःखका दिन बिताइरहेकी थिएँ। एक दिन सप्त ऋषिहरू आई मेरो कष्ट देखेर मनमा दया लागि शीर्षस्थानी परमेश्वरीको व्रत गर, तिम्रो दुःख नाश होला भनी उपदेश दिएर उनीहरूको उपदेशले मेरो पुत्र नवराज छिट्टै आओस् र मेरो कष्ट एवं दरिद्रता नाश होस् भनेर उनी स्वस्थानी परमेश्वरीको व्रत र पूजा गरी जागराम बसेकी थिए। मेरो मनोरथ पूरा भयो। अब तलाई पनि उनको महिमा सुनाउँछु। एकचित्त भएर सुन। यस लोकमा सुख सम्पत्ति पाई अन्तमा मुक्ति मिल्नेछ भनी सम्पूर्ण कथा विस्तारले सुनाइन्। त्यसपछि प्राप्त काल भएर नवराजले भने, हे माता, म गङ्गा स्नान गरेर आउँछु। अनि गङ्गामा गई स्नान गरिसकी हरिहरको पूजा र स्तुति गर्दा गोमा ब्राह्मणीको व्रतको प्रभावले गङ्गाबाट हरिहर प्रकट भई, हे नवराज, तेरी माताले गरेको स्वस्थानी परमेश्वरको व्रतका प्रभावले हामी प्रसन्न भयौँ। वरदान ल्याऊ। यस गङ्गादेखि दक्षिण दिशामा लावण्डे देश छ। त्यहाँ राजा छैनन्। हात्तीलाई सुवर्णको कलश र फुलको माला दिई राजा रोज्न लगाएका छन्। त्यहाँ जानु। हामी त्यस हात्तीमा प्रवेश गरी राज्याभिषेक तलाई नै दिलाउने छौँ। राजा होलास् भनी वरदान दिए। हरिहर प्रकट भई वरदान दिएको सुनि नवराज स्तुति गर्न लागे। एउटो शङ्ख कपाल भूषित करौ माला स स्थिति माला धरौ, देवौ द्वारौ ओति समसान निलौ, नागरीको वाहनौ त्रिछौ बलि दक्षे एके मथनौ श्री शैलजा बलभौ, पाप मे हरता सदा हरिहरौ, श्री वत्सव गङ्गाधरौ। हे हरिहर, हातमा शङ्ख र कपाल वनमाला र अस्तित माला धारण गर्ने दिव्य रूप भएका समासन र द्वारकामा बस्ने वृषभ साँडेर गरुडमा वाहन हुने 3 र 2 नेत्र भएका बलि र दक्षको यज्ञ मन्थन गर्ने श्री वत्सव र गङ्गाले सुशोभित हुने पार्वती र लक्ष्मीका स्वामी भएका यस्ता हजुरलाई समस्त पाप हरण गर्नुहोस्। हजुरहरूले मेरो समस्त पाप हरण गर्नुहोस्। म माथि दया गरेर दर्शन दिनुभयो। म धन्य रहेछु। मैले माताको गर्भमा बास लिएको सफल भयो। दुष्ट जनको सम्मान र साधु जनको रक्षा गर्ने यस्ता हजुरलाई सम्पूर्ण ब्राह्मण सृष्टि गरेर पालन गरी पाप पुण्यका साँची भएका हजुरलाई नानी हात जोड कोटि कोटि नमस्कार। सधैँ हजुरको भक्तिमा मेरो चित्त लागोस्। यस्तै अनेक स्तुति गरिसकेपछि हरिहर अन्तर्ध्यान हुनुभयो। अनि नवराज हरिहरको दर्शन पाएपछि सूर्य झैँ तेजिला भएर घर पुगे। गोमाले छोरोलाई त्यस्तो तेजयुक्त भएको देखेर आश्चर्य मान्दै सोधिन्, हे नवराज, त आज अत्यन्त तेजवन्त देखिन्छस्। तैँले हो कि त्यसै हो कि मेरो चित्तको भ्रान्ति हो? म त देवराज इन्द्र भन्दा पनि तेजिलो देखिरहेकी छु। यति महातारीले भनेपछि नवराजले गङ्गा स्नान गर्न जाँदा गङ्गाबाट हरिहर प्रत्यक्ष भएको र लावण्डे देशको राजा होलास् भन्ने वरदान दिएको सारा वृत्तान्त सुनाए। हे माता, हजुरको तपस्याको प्रभावले म यस्तो भए
भने यति नवराजले भनेपछि गोमा प्रसन्न भएर बोलिन्, हे नवराज, मेरो पुत्र चाँडै आइपुगोस् भनेर स्वस्थानी परमेश्वरको व्रत गरी प्रसाद राखिदिएको छु। लौ ल्याऊ, स्वस्थानी परमेश्वरले सदैव तिम्रो कल्याण गरून्, सधैँ उनकै भक्तिमा चित्त लागिरहोस्। यति भनेर शिव स्वस्थानी परमेश्वरको प्रसाद आठ गरेर राखेको सगुन समेत दिइन् र हे पुत्र, तिमी हरिहरको आशीर्वादले लावण्य देशको राजा भए पनि आशीर्वाद दिइन्। नवराजले पनि श्री स्वस्थानी परमेश्वरको प्रसाद खाई माताको चरणमा दण्डवत प्रणाम गरी लावण्य देश जान भनी हिँडे। इति श्री स्कन्दे पुराण केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथाया गोमा स्वस्थानी व्रत कीर्त वर्णन नाम चतुर्विशंदाय। हरि हरि।